हेलो गाइज, म त चितवन छु नि त। अनि मेरो सबैजना अमाजु दिदीहरू मिलेर अनि बुहारी आइछिन् बुटुलबाट भनेर अनि हेटौँडाको प्लान बनाउनु रहेछ। अनि मैले बिहान मात्रै थाहा पाएको। अनि त्यसपछि बिहान मैले अनि कति बेला जाने त भनेर भन्दा 8 बजी निस्किनुपर्छ भन्नुभयो। अनि सबैजना हामी 8 बजे रेडी भइयो। अनि आफ्नो आफ्नो ठाउँबाट गाडीले हामीलाई पिकअप गर्यो। अनि त्यसपछि गाडीमा हामी मादल र अनि बजाउने खैँजडी पनि लिएर गएका थियौँ। अनि बिनाजु र म दोरी खेल्छौँ नि त। अनि दोरी खेल्दै जाने भनेर हामीले अनि त्यो पनि बोकेका थियौँ। यस्तो इन्जोय गऱ्यौँ। सुरुमा दिदीहरूले पनि मलाई साथ दिनुभयो। अनि बिनाजुसँगको दोरी एकदमै रमाइलोसँग दोरी जम्दै गयो हाम्रो। बिनाजु र म दोरीमा एकदमै टक्कर टक्कर जस्तो भइयो है। अनि त्यसपछि दोरी गाउँदै गाउँदै हामी इन्जोय गर्दै गर्दै हामी हेटौँडाको यात्रामा निस्किएका छौँ है। अनि बिनाजुले अनि दोरी गाउँदा गाउँदै मलाई एकदमै टक्कर दिन थाल्नुभयो कि। अनि त्यसपछि मैले पनि के कम भनेर बिनाजुलाई त्यत्तिकै टक्कर दिँदै थिएँ। अनि बाटोमा नास्ताको ढाबा रहेछ। अनि हामी नास्ता खान भनेर गाडी साइड गऱ्यौँ। अनि त्यसपछि त्यहाँ चिया नास्ताको लागि हामीले गाडी रोकेर अनि जे खानुहुन्छ जसले जे खानुहुन्छ त्यो मगाउन थाल्यौँ। कसैले चिया, कसैले पकौडा, कसैले आलु चप, कसैले कफी खाँदै हुनुहुन्थ्यो है। अनि मैले चाहिँ चिया पनि लिक्दैन मैले कहिले, मैले चाहिँ पानी खाएँ अनि एउटा पकौडा लिगेँ। अनि त्यसपछि यता दिदीहरूले चिया लिक्दै हुनुहुन्थ्यो। कसैले सुगर फ्री चिया, कसैले सुगर हालेको चिया लिक्दै हुनुहुन्थ्यो। अनि सबैजना आफ्नो आफ्नो खुसीमा एकदम तल्लीन हुनुहुन्थ्यो। अनि त्यसपछि दिदीहरूले यसो जङ्गल कस्तो घना रहेछ यसो जाम भनेर अनि दुईवटा दिदी जङ्गलतिर निस्किनु भयो। अनि आउनुभयो। अनि आएर फेरि हामीलाई पकौडा पुगेको थिएन, फेरि मगायौँ। अनि नास्ता खाएपछि त फेरि दोरी चर्काउनु पऱ्यो भनेर भिनाजुको र मेरो भिडन्त भयो, महासङ्गम भयो दोरीमा। अनि कसले जित्ला कसले बाजी मार्ला भन्दा भन्दै हामीलाई एकदमै दिदीहरूले ल कसले जित्यो दिदी भनेर सोद्धा भिनाजुले न तिमीले दुइटैले जित्यौ भन्दै अनि हामीलाई एकदम प्रफुल्लित बनाइदिनु भयो बिनाजुलाई र मलाई। अनि अझै इनर्जी आयो, अझै गीत गाउन थाल्यौँ, अझै रमाइलो गर्दै गयौँ है। अनि गाडीमा हुनुहुन्थ्यो कि एउटा दादा, उहाँ पनि दङ्ग पर्नुभयो। अनि त्यसपछि हामी हेटौँडामा सबैले एउटै रङको लुगा लगाऊँ न भनेर अनि त्यसपछि लुगा किन्ने भनेर गयौँ। सबैलाई त गाह्रो हुने लुगा किन्न। अनि छान्दा एउटा सिटी कर्नर भन्ने पसलमा हामीले टिकटकमा देखेको भएर अनि हामी गयौँ। अनि त्यो पसलमा चाहिँ हामीलाई मिल्ने सुहाउँदो रहेछ। अनि हामी छिर्यौँ, त्यहाँ हेऱ्यौँ है, कट हेऱ्यौँ, हामीले कट सेटहरू हेऱ्यौँ। अनि पाइएन। अनि त्यसपछि टप्स र लेगिङ्स लगाउने निर्णय गऱ्यौँ। तर कस्तो सुहाएको कि हेर्नु न हामीलाई त्यही लुगामा हामी। अनि 3टा ठाउँ जाने भनेर हेटौँडाको यात्रामा थियौँ। सुरुमा गढी भन्ने ठाउँमा हामी हिँड्यौँ है। यो मकवानपुर दरबार जस्तो पनि रहेछ है, पृथ्वीनारायण शाहको पालामा। अनि त्यसपछि बाटो साह्रै उकालो रहेछ कि। अनि हामीलाई गाडीले तानेन भनेर उहाँ दाइले झार्नु भयो। अनि हामी कोही हिँड्दै गयौँ। 2टा दिदीहरूको खुट्टा दुखेको थियो, उहाँहरू चाहिँ गाडीमै जानुभयो। अनि हामी दिदीबहिनी भान्जी भएर चाहिँ उकालो ओह्रालो गर्दै खोला खाल्सा त गेम। अनि त्यसपछि गढीतिर लाग्यौँ। अनि गढी पनि आउन थाल्यो। दिदीले थकित भएर फुल टिपेर सिउरिनु भयो। अनि यसो जोस आउँछ कि भनेर अनि गढीको चौतारामा पुग्यौँ हामी। त्यहाँ पानी खायौँ। अनि अलिअलि हाँसो मजाक गर्दै गफ गर्दै बस्यौँ एकछिन। अनि त्यसपछि फेरि हिँड्यौँ। त्यहाँभित्र दरबार छ नि त, हेर्न जानु पऱ्यो भनेर अनि हिँड्यौँ। अनि हामी गेटमा आइपुग्यौँ है। ऐतिहासिक ठाउँ हो कि यो चाहिँ, एकदमै राम्रो रहेछ। अनि बाटोमा त्यहाँ घुमेर आएपछि खुवाको पसल रहेछ। अनि त्यो खुवा त नखाइ त हिँड्नु भएन हेटौँडा आएपछि भनेर हामी खुवा आफै पकाउन थाल्यौँ है। हामी यत्तिकै जोसेर अनि खुवा चाख्दै सबैले चाखेर अनि त्यसपछि आफ्नो घरमा लानको लागि पनि एक पाउ आधा किलो किन्यौँ सबैजनाले। अनि मोही खायौँ है, चिसो मोही। गर्मी मौसममा आनन्द आयो। त्यति बेलासम्म हामीले खानै खाएको थिएनौँ है। अनि खाना खाएको थिएनौँ, खाना नखाइकन हामी यात्रामा थियौँ नि त। अनि भोक पनि लाग्यो। अनि अलिअलि खुवा पनि बाटोमा गाडीमा खायौँ, किनेको थियौँ। अनि त्यसपछि खुवाले मात्रै त हुन्न भनेर अनि हामी
त्यसपछि अनि हामी हिँड्यौँ अनि हाम्रो यति बेलै राजनीतिको गफ पनि चलेछ है अलिअलि दिदी म अनि सबैजना भएर कोही अनि काङ्ग्रेसको बारेमा कोही घन्टीको बारेमा कोही एमालेको बारेमा बोल्दै हुन्थ्यो यत्तिकैमा भेटघाट बाटोमा भेटियो है अब बाटोमा भेटघाट भेटिन्छ अनि त्यसपछि अझै राजनीति गफ सके होइन हामीले भेटघाटमा खाने भनेर हामी सल्लाह गर्दै थियौँ कि गाडीमा पनि अनि त्यसपछि भेटघाट आयो बाटोमा अनि भेटघाटमा हामीले गाडी पार्किङ गरेर त्यहाँ गएर हामी अर्डर गर्न थाल्यौँ अर्डरमा हाम्रो 5 प्लेट तास थियो अनि 2टा चिकन खाना थियो अनि त्यसपछि 3टा ननभेज खाना थियो है अनि त्यो हामीले घमघुम खायौँ भोक लागेको थियो गर्मी पनि भएको थियो यस्तो मजा आयो तास चाहिँ है हेटौँडा चितवन आएपछि यो तास नखाइकन त कोही पनि जानुहुन्न होला है हामी पनि त्यसै गऱ्यौँ अनि त्यसपछि निस्कियौँ खाना खाएपछि हामी निस्कियौँ खाना खाइसकेपछि फेरि अर्को ठाउँ हामी जानु छ नि त अनि त्यसपछि अर्को ठाउँ कस्तो हो भने फेरि ऐतिहासिक महत्त्व भएको ठाउँ हो है बुटोलमा रहेको छ नि त्रिवेणी धाम हो त्यस्तै धाम रहेछ एउटा हेटौँडामा पनि अनि त्यही धाममा हामी निस्कियौँ त्यो धाममा चाहिँ एकदमै रमाइलो अवलोकन गर्ने मौका पायौँ त्यसमा चाहिँ शीश महल रहेछ शीश महल पनि जाने भनेर हामी हिँड्न थाल्यौँ अनि 108 धाराहरू पनि रहेछ अनि त्यहाँ स्नान पनि गऱ्यौँ है हल्का अनि त्यसपछि हल्का स्नान गरेपछि अब है आफ्नो यसो संस्कृति पनि हुन्छ नि त भनेर अनि कमल फुल कति राम्रो फुलेको रहेछ कि त्यसको पनि फोटो लिन्छु न मैले भनेर फोटो लिन थालेँ अनि यहाँ के शिला पनि रहेछ अनि हामी त्यो अवलोकन गरेर रमाइलो गर्दै शीश महलतिर पनि हिँड्न थाल्यौँ अनि अमिलो हेर्नु कति बाक्लो फलेको मलाई फेरि भिडियो लिन मन लाग्यो है अनि त्यसपछि लिएँ अनि ठाउँ पनि यस्तो राम्रो थियो त्यसको सबै वरिपरिबाट भिडियो लिएँ अनि त्यसपछि शीश महलतिर हामी प्रस्थान गर्दैछौँ त्यसमा चाहिँ हामीले चेरीको बुटा देख्यौँ कि फेरि है बाटोमा अनि त्यसपछि त्यो चेरीको बुटा पनि हामी चेरी ट्राई गरौँ न त भनेर चेरी ट्राई गर्न थाल्यौँ मलाई चाहिँ ठिक्कै लाग्यो है त्यस्तो एम्मी पनि लागेन मलाई खासै चेरी पनि मन पर्दैन जस्ट ट्राई त गरौँ एक्सपिरियन्स लिगौँ भनेर चेरी खाइयो अनि शीश महलभित्र हामी छिर्यौँ टिकट रहेछ 50 रुपियाँ सबैजनाले टिकट काटेर हामी शीश महलतिर भित्र लाग्यौँ शीश महल चाहिँ बुटोल त्रिवेणीको भन्दा अलिकति भिन्न खालको रहेछ एकदम राम्रो रहेछ है त्यहाँ चाहिँ अलिक विशेष बनाएको रहेछ अनि त्यहाँ म्यापहरू थियो त्यसको पनि मैले फोटो भिडियो लिएँ अनि त्यसपछि हामी बाहिर निस्कियौँ सबैजनाको एउटै लुगा हेर्नु कस्तो राम्रो देखेछ हामीलाई है अनि त्यसपछि आफ्नो प्रशंसा आफैसँग गर्दै हामी फेरि त्यहाँ त्यो धामबाट हामी निस्किने भनेर अनि हिँड्यौँ अनि त्यसपछि शहीद स्मारक पार्क भन्ने छ कि एउटा हेटौँडामा एकदमै फेमस त्यसमा पनि टिकट लाग्ने रहेछ हामी 10-11वटा टिकट लिएर आइसक्रिम खाँदै त्यो पार्कमा पनि इन्जोय गर्दै हामी हिँडेछौँ अनि त्यसपछि हामी हिँडेछौँ पार्क पनि यस्तो राम्रो बनाएको रहेछ नि म विगत 10 वर्ष अगाडि चाहिँ त्यो पार्कमा गएको थिएँ त्यो पार्कमा जान 10 वर्ष अगाडि जाँदा चाहिँ अर्कै थियो अहिले त टोटल्ली डिफ्रेन्ट है त्यहाँ जू पनि राखेको रहेछ जूमा डिफ्रेन्ट एनिमलहरू पनि रहेछ अनि त्यसपछि त्यो एनिमलहरू पनि हल्का खिचेँ मैले अनि मृग पनि यस्तरी राखेको रहेछ झरायो मृगहरू अनि यस्तरी लिएँ अनि शहीदको फोटो पनि लिएँ मदन भण्डारी हुनुहुन्न रहेछ अनि त्यसपछि बाटोमा हामी निस्क्यौँ गेटबाट बाहिर अनि त्यसपछि अलिअलि जिस्किँदै गर्दै हामी बाहिर निस्केछौँ अनि कसैलाई तिर्खा लागेको अनि कसैलाई के भएको जिस्किँदै अनि घरतिर लाग्यौँ हामी यसरी हाम्रो ट्रिप यति इन्जोय भयो आज वाह।